नदीको किनारसम्म आइपुगेँ। यहाँ आउँदा चाहिँ मैले एउटा अचम्मको दृश्य देखेँ। अहिले जेठमै हेर्नुहोस् त मकैले घोगा हालिसकेको छ। अहिले त हामीहरू सायद धेरैले अहिले मकै दोहोरो खन्ने क्रममा छौँ भने यहाँ चाहिँ मकैले यसरी घुँगा हालिसकेको छ। यति ठुलो एरियामा मकै अब यो यहाँनिर फेरि सँगै धान पनि छ। यो हेर्नुहोस् त यो अचम्मको लीला जस्तो छ। यो एकदमै प्राकृतिक रूपमा चाहिँ यहीँनिर धान त्यहाँनिर मकै। यो मकैको साउजी पनि हुनुहुन्छ, म उहाँसँग बुझ्छु है त यो कहिले कसरी गर्नुभयो। दाइ नमस्कार, स्वागत छ यहाँलाई। यो मकै चाहिँ कहिले रोप्नु भएको? आउने मकै हो। आउने हो ए फागुनमा? 24-25 ए 2400। अब कहिले पाक्छ नि यो? असार लाउँदैछौँ। के मकै हो? मकै त तयार हो। ए कति क्षेत्रफलमा लाउनु भयो? यहाँ नफर्काइकन छर्दाखेरि 3 हल्ले छरेको हो। ए 3 हल्ले है? 3 हल्ले बिगासी खालेकोले नफर्काइकन छर्दा 3 हल्ले सकिन्छ, नभए सकिन्छ। 12 हल 13 हल हुन्छ रोपाइ। अब यो मकै चाहिँ बाँदर आउँछ है? बाँदर आउँछ। अब यस्तो चाहिँ यहाँनिर यहाँनिर चाहिँ यस्तो मकै लाउनुपर्छ। त्यहाँ बाँदर भर्खर देखिहाल्नु भयो। ल हेर्नु, किसानले यति मेहनत गरेर लगाएको खेती जोगाउन हम्मे छ। अब यो मैले चाहिँ क्यामेरा देखाएको हुँदाखेरि बाँदर तर्सेको उहाँले बताउनु भयो। मैले पनि यहाँ देख्नुभयो हुन्छ। यसरी एक्लै बाँदर आउने। यहाँ यस्तो मकै रेडी भइसकेको छ पाक्नको लागि। बाँदरले चाहिँ सताइरहेको छ। त्यही भएर 2जना 1जना उठ्यो भने पाडा छ नदी पल्टेर दुईटा छ नदी। ए यो यस्तो मकै चाहिँ यो एरियाभरिमा यहीँ मात्र छ, अन्त छैन होला नि त? छैन है, यस्तै पसाइसक्यो अहिले जेठमै। यहाँ छैन अरू त। सधैँ यसरी नै लगाउनुहुन्छ? बोर पनि यसरी दियो। यो यहाँ पानीको राम्रो व्यवस्था भएको हुनाले? पानी यहाँ मुनको हेर्नु। हजुर। 3 वर्ष भएको मैले यहाँ कमाएको यो। ए परार्ने यत्तिकै हो मकै बनाएको। हजुर। बोर पनि के गर्नुहुन्छ नि? मकै बेच्नुहुन्छ कि घरै मात्रै? कोही बेचिन्छ कोही घरै। ए ल हुन्छ, ल एकदम राम्रो गर्नुपर्छ कृषिमा चाहिँ। यो यति ठुलो क्षेत्रफलमा कृषि पेसा चाहिँ अप्नाएर राम्रो फलाउनु भयो रहेछ। ल अझै राम्रो गर्नु है त। हस्, यहाँ चाहिँ यस्तो राम्रो मकै फलाउनु भएको अहिले यो जेठको महिनामै। किनभने मैले चाहिँ यो आसपासमा यसरी डुल्दै हिँड्दाखेरि चाहिँ यस्तो मकै देखेको थिइनँ। यहाँ चाहिँ हेर्नु यस्तो मजाले मकै क्या। अब मकै चाहिँ अब पसाइसक्यो। केही दिनमा यो अब खाने भइहाल्छ। फागुनमा फरेको मकै अहिले चाहिँ यहाँ धान त्यसरी रोपेको सकिसकेको छ। अब यो नदीको किनारमा चाहिँ उहाँ दाइले चाहिँ यस्तो सुनसान ठाउँ छ। यहाँ माथि डाँडो जङ्गल यसरी यहाँ आइपुग्दाखेरि चाहिँ दुईजना बसेर चाहिँ बाँदर हेर्ने, खेती लगाउने, खेती गर्ने मकै चाहिँ अहिले यस्तो भइरहेको चाहिँ मलाई लगानी गर्नु लाग्यो। र अब यस्तो चाहिँ यहाँनिर यहाँनिर चाहिँ यस्तो मकै लाउनुपर्छ। त्यहाँ बाँदर भर्खर देखिहाल्नु भयो। ल हेर्नु, किसानले यति मेहनत गरेर लगाएको खेती जोगाउन हम्मे छ। यो मैले चाहिँ क्यामेरा देखाएको हुँदाखेरि बाँदर तर्सेको उहाँले बताउनु भयो। मैले पनि यहाँ देख्नुभयो हुन्छ। यसरी एक्लै बाँदर आउने। यहाँ यस्तो मकै रेडी भइसकेको छ पाक्नको लागि। बाँदरले चाहिँ सताइरहेको छ।